जय साहबलाई ढोक गरे भाग्य भएन ससुराबा दर्शन हजुर अलि जय साहब कस्तो भयो त यहाँ त आउँदाखेरि कतै नाक कान आँखा घाँटी कलेजो पित्त मुटु सुटु केही दुखेन केही असर त परेन होइन नाइ ससुराबा एकदम चिलास आफ्नै जेटमा जेट खोले चलाएको थियो यो डक्टर फलाइ इन द स्काई इन द पाइलट आर द भफ आफ्नै हो अलि जय साहब कसैले चाहिँ के ल्याउनु भने हजुर दर्शन हजुरलाई 25 प्रो म्याक्स एउटा छ अनि यो लुइस भिटनबाट एक जोर कपडा पनि हजुरले ल्याइदिएको छौँ ल यो पनि छ यो सुटकेस मलाई हो कि मलाई हो अनि तिमीहरू खान पाएको भिखारीको बान गरिब जाने चाहिँ के लिएर आएको नि कसैले ससुराबा यो अर्गानिक चिलास हो तपाईलाई यी लसुनको अचार स्वाद दुईटा बेलौटी एउटा सानो अनि यो चाहिँ जीवन झोल अब यहाँ धेरै मासु खाएपछि पच्दैन पचाउनको लागि ए तिमीहरू गएर भाँडा मागिहाल्छ पहिला भाडा त माझला ससुराबा भोक लाग्थ्यो यसो भान्सा कता छ एक गाँस भात भान्सा तँलाई भात खान परेको तिमीहरूले त हाम्रो कान्छो छोइले खाएपछि अनि त्यो खाना प्याङ्क्रियासमा गएपछि ठुलो आन्द्रा सानो आन्द्रा हुँदै अनि बुधबारबाट बाहिर निस्केपछि खाने हो तिमीहरूले कुरा बुझिस्